धन्यवाद कार्यक्रम म यो सम्बोधनलाई यथावत राखी मेरो यो कविता जानुभन्दा अगाडि छोटो हजुरलाई पनि थाहा छ तर पनि म फेरि सम्झाउन चाहन्छु। मान्छे जन्मिसकेपछि मान्छेले छोडेर जाने भनेको चिज भाषा पनि हो, संस्कार संस्कृतिको विकास त्यही भाषा हो। त्यस कारणले गर्दा हामी मरेर गए पनि रहने भाषा हो र हाम्रो पुर्खामा मरेर गए पनि हामीलाई छोडेर गएको भाषा संस्कार संस्कृति हो। यो कथ्य रूपमा रह्यो भने फेरि फेरिँदै जान्छ। आज यो मातृभाषाको दिवसको दिनमा नेपालमा 124वटा भाषा छ भनिन्छ र त्यसलाई दायित्व प्रदान गर्नको लागि जम्मा 18वटा मात्रै लिपि छ भनेपछि थुप्रै भाषाहरू कथ्य भयो भने फेरिँदै जान्छ। अनि त्यसमा हामी त्यसैमा विवादित हुन्छौँ र लेख्य अर्थात् लिपिमा भयो भने त्यसको निरन्तरता धेरै बेरसम्म जान्छ। त्यो कथ्यमा नै रहेर अलिकति विवाद जस्तो भन्दाखेरि हाम्रो चाहिँ विविधता छ, यो हाम्रो चाहिँ विशेषता हो भन्ने मध्ये हामी मगर पनि हो। मगरमा 3वटा भाषा छ भन्छ, त्यसपछि अझै त्यसको भाषिकाहरू यता अलमोडातिर बोल्ने ब्यासी भाषा अनि यतातिर मिजोरमतिर बोल्ने वनमानुस भन्ने भाषालाई पनि मगर भाषाको भाषिका हो भन्ने जस्ताको कुराहरू हुन्छ। तर यो के भयो भने हाम्रो कथ्यमा मात्रै भयो, लेख्यमा भएन, जसले गर्दाखेरि हामी अहिले यो विवाद जस्तो हाम्रो अप्ठ्यारो जस्तो भयो। त्यस कारणले गर्दाखेरि भाषालाई जोगाउनको लागि लिपि चाहिन्छ, जुन यो कार्य गैंडाकोट नगरपालिकाले आजभन्दा अगाडिदेखि नै सुरु गरिसकेको छ। हामीले भाषा मात्रै होइन, भाषाका साथसाथै लिपिलाई पनि सिकौँ। तर दुःखको कुरा म यति भनिरहँदा आज मैले पनि देवनागरी लिपिमै लेखेर ल्याएको छु। मलाई पनि त्यो मगर नेपाल मगर लेखकसँगै सञ्चालन गरेको अर्थालिपिबाट लेख्न त केही आउँछ, तर सबै पढ्न म पनि अप्ठ्यारो भएको कारणले गर्दाखेरि यही देवनागरीमा लिपिमा लेखिएको अर्को सरले चाहिँ लौ न त्यहाँ उपस्थिति भइदिनु पऱ्यो भनिसकेपछि लेख्ने बानी मेरो पनि छुटिसकेको थियो। त्यही के लेखौँ भएर एउटा ठ्याक्कै चुनावको माहौल पनि परेको, त्यस कारणले गर्दाखेरि मलाई पनि अलिअलि ट्याक्क खोडिहाल्यो। मगर भाषामा एउटा उखान छ, बाठा बाठा खाटा लाटाको साटा अर्थात् बाठा मिलेर सोझोलाई चाहिँ खतम बनायो मास्यो भन्ने त्यही भावमा एउटा कविता नै भन्नु अब कविताको त थुप्रै कविता हुन्छ, कविता भनेर जे भए पनि बाठा बाठा खाटा लाटाको साटा झोर्चलाका जाटा मर्चलाका जाटा झोर्चलाका जाटा मर्चलाका जाटा बाठा बाठा खाटा लाटाको साटा कानके ना झोर्चलाका जाटा कानकठाना मर्चलाका जाटा कानके ना झोर्चलाका जाटा कानकठाना मर्चलाका जाटा बाठा बाठा खाटा लाटाको साटा भोजकटा खाटो देना खाटा भोजकटा भाटो देना भाटा भोजकटा खाटो देना खाटा भोजकटा भाटो देना भाटा जातके दिन्छ भात जाटा जातके दिन्छ भात खाने जाटा मेल्लो अस्तित्व न भाटा बरे बाठा बाठा खाटा लाटाको साटा बरे बाठा बाठा खाटा लाटाको साटा सही गान्नु मर्मङ नाङ्रा लुङ सिङ लुङ फुटाके झोर्मङ नाङ्रा सही गान्नु मर्मङ नाङ्रा लुङ सिङ फुटाके झोर्मङ नाङ्रा इधमाले वडमाले देमोले मपागिराले इधमाले वडमाले दे मपागिराले ज्याके ज्याके बिल के गाके पट्ट पागिराले ज्याके गाके बिल के न्याके पट्ट पागिराले मामै काकै गाजे कठ भागिराले मामै दाजे काकै कठ भागिराले फोङ्गिया डास्को चक्की धामो माठो होला मेन कठाना ठोकागिराले माठो मेन कठाना चागिराले कानो कठा कान्केन भागिराले भाजी गाना वाको बेसोस
भाजी गाना वाको मेसो स्वर लाखेर जाटा भाजी गाना वाको मेसो स्वर लाखेर जाटा कोटकारो के झामेसिया के कौरसिया के कोटकारो के झामेसिया के कौरसिया के दूर लाखेर जाटा पाटा पाटा खाटा लाके साटा हेल्नु भ्याच्यो भेन्ड्या इलाम हिँडेको साथले मगर गीत हाल्छ के गीत हेल्नु भ्याच्यो भेन्ड्या मोजा मिल्नु हो चलाहरू जाटा हेल्नु भ्याच्यो भेन्ड्या मोजा मिल्नु हो चलाहरू जाटा कानका ठाना मोलमा फगके भिसमा फोडर चलाहरू जाटा कानका ठाना मोलमा फगके भिसमा फोडर चलाहरू जाटा बाटा बाटा खाटा लाटाके साटा बडे बाटा बाटा खाटा लाटाके साटा यो एउटा सिद्धि हो यो अहिले मलाई समस्या त के भन्दा मैले मगरपेमा भने यहाँ मगरपेमा नगर्ने साथीहरूले थुप्रै हुन्छ अब यसलाई छेउछाउको सँग यसो सोरेर गर्ने होला र अर्को यो पुरानो मैले पहिला लेख्थेँ यो गीतमा छोडेको कहिले 20 वर्ष भइसकेको थियो मैले लेख्नु छोडेको अनि खड्ग सरले फोन गरिसकेपछि अलिकति किताब पढाउँदै जाँदाखेरि एउटा मेरो पुरानो मैले भर्खर सिक्दा आएको लेखेको एउटा गजल छ त्यो चाहिँ सुनाउन चाहन्छु र यो चाहिँ यसको विषय चाहिँ जसरी सम्झे पनि कानको सेन र सेन ढुक्के बाले कानको सेन र सेन ढुक्के बाले झुम्छ यामान पठाउने गुप्के बाले झुम्छ यामान पठाउने गुप्के बाले नाम्चो से छिउँछ दौरा नाम्चो से छिउँछ दौरा कालेसँग ढोले नाम्चो से छिउँछ दौरा कालेसँग ढोले त्यस ढाप्छ आस्को रुप्के बाले झुम्छ यामान पठाउने गुप्के बाले कामको सेन र सेन ढुक्के बाले नाम्सु केसमो नमस्कारमो छिमुका ड्याङ नाम्सु केसमो नमस्कारमो छिमुका ड्याङ मेन छिमोरा स्याबेला खाना भुक्के बाले जुन्छ यामान पठाउने भुक्के बाले कामको सेन र सेन ढुक्के बाले सोन्छ बेला दिगा हान्दा सोन्छ बेला दिगा हान्दाका सुनके मडासा सोन्छ बेला दिगा हान्दा सुनके मडासा पिपलाको लाखा विवान चुक्के बाले जुन्छ यामान पठाउने भुक्के बाले कामको सेन र सेन ढुक्के बाले कामको सेन र सेन ढुक्के बाले अर्थात् हामीहरू जहिले पनि यसरी नै जमघट भइराख्नुपर्छ विभिन्न कुराहरू चाहिँ विचार विमर्श गरिराख्नुपर्छ र भन्दै म अन्तिममा कविता त होइन कि एउटा कुरा भन्न जान्छु हामी जति पनि मानव छौँ मैले नेपालको मात्रै भनेन मान्छे संसारभरिको मान्छेलाई 3वटा बीको वरिपरि घुमाइएको हुन्छ एउटा बी भनेको विरोध हामी ठ्याक्कै बुझिरहेको छौँ एउटा बी भनेको विश्वास अर्थात् समर्थन त्यो पनि हामी ठ्याक्कै बुझिरहेको छौँ र अर्को बी भनेको विचार र विमर्श हो यसलाई बुझ्नको लागि धेरै गाह्रो पर्छ र जसले विरोध सिकाउँछ विरोधको बी सिकाउँछ त्यसले विचारको बी सिकाउँदैन जसले विश्वास अथवा समर्थनको बी सिकाउँछ त्यसले विचारको बी सिकाउँदैन त्यो सिक्नको लागि तपाईँ हामी नै जसरी नेपाल मगर लेखक सङ्घले आयोजना गरेको र नेपाल यस्तो अन्य संस्थाले आयोजना गरेको कार्यक्रमहरू छ त्यसमा धेरै लाग्नुपर्ने हुन्छ तपाईँ हामीलाई अहिलेसम्म सिकाएको भनेको 2वटा बी मात्रै विरोधको बी र विश्वासको समर्थनको बी अब हामी विरोध र विश्वासको समर्थनबाट चिरेर विचार र विमर्श वा छलफलको बीमा यसरी उपस्थित हुनुपर्छ भन्ने आशयको यो पछिल्लो मेरो गजल थियो। यति भन्दै म यहाँलाई बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।